आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र सञ्चार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। कर्णालीको भिरमा अड्किएर मर्न बाध्य नागरिकलाई उद्धार गर भन्नु राजनीतिकरण होइन सम्माननीय सभामुख महोदय। उद्धार गर्नुपर्ने समयमा हेलिकप्टर नपठाउने, फोन नउठाउने, दादा र डनगिरी शैली देखाउने, तर पछि संसदको रोस्टरमा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। यो राजनीतिकरण भनेको सबैको सम्पत्ति छानबिन गर्छौँ भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। अरूको सम्पत्ति छानबिन गर्न समिति माग्ने, तर बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। कर्णालीको भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्ने राजनीतिकरण होइन सम्माननीय सभामुख महोदय। हामी सेवा गरेर राजनीतिमा आएका हौँ, देशका भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका होइनौँ सम्माननीय सभामुख महोदय। बरु भ्रष्टाचारका विरुद्धमा विरोध गर्दा विभिन्न आक्रमण सह्यौँ, आफू पनि मर्न तयार भयौँ, तर कसैलाई हानि पुर्याएनौँ सम्माननीय सभामुख महोदय। नेपालको 1 इन्च पनि भौतिक संरचना ध्वस्त बनाएका छैनौँ। त्यसैले फेरि पनि भन्छु, कानुन सबका लागि समान हुनुपर्छ, राज्य नागरिकको अभिभावक बन्नुपर्छ, उत्पीडितको होइन। नियम नागरिकको जीवन रक्षाका लागि बन्नुपर्छ सम्माननीय सभामुख महोदय, जीवन समाप्त पार्नका लागि होइन। यो नीति बन्न सक्दैन। मान्छेको जीवनभन्दा ठुलो न सत्ता हुन्छ, न पद हुन्छ, न कानुनको दम्ब हुन्छ, न कसैको लोकप्रियता हुन्छ सम्माननीय सभामुख महोदय। अलिकति परको कुरा राख्छौँ सम्माननीय सभामा, छोटो सकौँ कि मान्य सदस्य। 20 देखि 25,000 रुपैयाँको तलबका लागि कुनै नेपाली विदेश जान बाध्य नहोस्। सागका मुठा बेचेर होस् या मकै पलेर होस् वा पानी परिरहेको बेला ठेलागाडामा चटपटे बेचेर होस्, आफ्नै देशमा बसेर आफ्नो परिवार पाल्न सक्ने वातावरण राज्यले बनाओस् भन्नु हाम्रो माग हो। यदि देशमा बसेर केही गरौँ भन्ने नेपालीहरू नागरिकहरू आज बाध्य भएर खाडी मुलुकमा जानु परेको छ। कयौँ नागरिकहरू विदेशमा गएर बिरामी परेका छन्, कतिपय नेपालीहरू रातो बाकसमा फर्केका छन्। त्यसैले यही देशमा बसेर सानो व्यापार र रोजगार गर्न सक्ने वातावरण बनाइयोस् भनेका हौँ। हामीले कसैको र सरकारको विरोध गरेका होइनौँ सम्माननीय सभामुख महोदय।